आई थिङ्क इट्स अ ग्रेट स्टार्ट जुन हिसाबले टिमले खेल्यो आई थिङ्क जसरी स्टार्ट गरेको थियो आई थिङ्क वी मेड मिस्टेक हियर एन्ड देयर बट जसरी कम्ब्याक भयो आई थिङ्क हाम्रो लोकल प्लेयर्स प्लस फरेन प्लेयर्स आई थिङ्क सबैको मिक्सले गर्दा एफर्टले गर्दा आई थिङ्क वी गट द विन अमेजिङ एक्सपिरियन्स होइन अब नेपाली क्राउड पहिला नाइट क्रिकेट खेलेको अब धेरै जस्तो अब नेपाली यति क्राउड हुन्थेन बट यति क्राउडमा आएर होइन नेपाली फ्यान्स सबै आएर आई थिङ्क पर्फर्म गर्दा टिम जित्दा आई थिङ्क एकदम खुसी लाग्छ हिस्टोरिक मुभमेन्ट आई थिङ्क फर्स्ट गेम अन्डर लाइट्स एन्ड त्यो जित्ने भनेको आई थिङ्क इट्स हिस्टोरिक मुभमेन्ट फर मी अलिअलि चिसो भयो बढी पहिला चाहिँ गर्मीमा खेलिन्थ्यो डे नाइट क्रिकेट बट वाइब भन्दा पनि अब खुसी लागिरहेको थियो नेपालमा टियुमा फर्स्ट टाइम यसरी अन्डर लाइट्स खेलिरहेछ भित्रबाट नै राम्रो फिल भइरहेको थियो जो क्राउडलाई हेरेर अब सबैजना एज अ नेपाली प्लेयर्सहरू सँगै हुँदा चाहिँ एकदम खुसी लागिरहेको थियो सजिलो भन्दा पनि अब 1 साल भइसक्यो त हामी टियुमा खेलेको होइन अब जो हामीलाई पनि चेक गर्न पर्ने थियो कस्तो छ विकेट बट टियुको विकेट जहिले पनि अब कहिले ब्याटिङ विकेट कहिले बलिङ विकेट हुन्छ सो इट्स भेरी टफ कि ब्याटिङ विकेट हो बलिङ विकेट हो भन्न चाहिँ त्यही भएर हामीले चाहिँ टस जितेर बलिङ लिएको आई थिङ्क राम्रो भयो अब ग्रास भन्दा पनि अब स्पिनरले राम्रो युज गर्यो ग्रासको आई थिङ्क स्किट भइरहेको थियो बल स्पिनर्सको द आई थिङ्क मिलियन भाइले अनि रस्मसले आई थिङ्क एकदम राम्रो गर्यो स्पिनर जसले राम्रो गर्यो आई थिङ्क जुन हिसाबले यो ग्रास थियो विकेटमा त्यो हिसाबले आई थिङ्क स्पिनर्सले धेरै राम्रो गरेको लास्ट टाइम अब त्यही नेट रन रेटले गर्दा बाहिर हुँदा चाहिँ नराम्रो पनि लागिरहेको थियो बट दिस टाइम वी मेक स्योर कि अब त्यस्तो मिस्टेक्सहरू नहोस् अब नेट रन रेटले गर्दा चाहिँ बाहिर नहोस् जो जित्दै जाने जो 1 गेम एट अ टाइम होइन सबै गेम जितेरै अगाडि बढ्ने अनि त्यस्तो सिचुएसन नहोस् कि रन रेट हेर्नु परोस् भनेर अब 1 साल भइसक्यो थियो नखेलेको यो विकेटमा आई थिङ्क त्यो स्पिनरलाई खासै साथ दिँदैन जस्तो लाग्थ्यो बट ग्रासको अलि बढी युज आई थिङ्क स्पिनर्सहरूले राम्रो गर्यो आई थिङ्क सुरुमा 130 चाहिँ चेज गर्नलाई आई थिङ्क जुन टिम पनि खुसी नै हुन्छ T20मा 130 चेज गर्न पायो भने त्यसपछि आई थिङ्क जुन हिसाबले स्टार्ट भयो 70 रन्स पार्टनरसिप एन्ड देन त्यही अब यो T20मा एक छिनमा क्रिकेट चेन्ज भइरहेको छ कि गेम सो हामीलाई पनि थाहा छ अब एक्सपिरियन्स प्लेयर्सहरू पनि छन् होइन बाहिरको फरेन प्लेयर्सहरू दे नो कसरी यो T20 क्रिकेट कसरी चल्छ भनेर तिनीहरूले आफ्नो एक्सपिरियन्सले राम्रो गर्यो अनि वी गट अ विन अनि त्यही नै ठुलो कुरा